सबैलाई नमस्कार। म चाहिँ उमेश थापा। हामीसँग दुईजना बालक हुनुहुन्छ। उहाँहरू चाहिँ पलाइटे सुर्खेत पलाइटेको हुनुहुन्छ। टोकमा गाउँको पञ्चपुरी गाउँपालिका भनेर बताउनुहुन्छ। र सानै छँदा आमाले छोड्नुभयो, बाबा चाहिँ परदेशतिरै हुनुहुन्छ भनेर भन्नुहुन्छ। बिचरा यी बालकहरू पढ्ने, खेल्ने, हाँस्ने उमेरमा न त राम्रोसँग खान नै पाएका छन्, न त चिसोमा राम्रो कपडा लगाउनै पाएका छन्। बिचरा हेर्नुहोस् त यी दुई भाइलाई कति दुःख लाग्दो छ यी जिन्दगी। आमा अनि बाबा बिनाको सपोर्ट बिना। अनि बजै हुनुहुन्छ, बुढो हुनुहुन्छ भनेर भन्नुहुन्छ, अनि ठुला बाउको घरमै बसिरहेका छौँ भनेर भन्छन्। न त पढ्न पाएका छन्। एकजना चाहिँ 13 वर्षको ठुलो बाबु चाहिँ, सानो चाहिँ 11 वर्षको रहेछन्। हाँस्ने, पढ्ने, खेल्ने उमेरमा यस्तो जिन्दगी जिउँदै आएका छन् यी बाबुहरू। साथीहरू, हजुरको मनमा दया अनि माया भए आफ्नै बच्चा सम्झेर भिडियोलाई जति सक्दो सेयर गरेर सबै सहयोगी मनसम्म पुर्याइदिनु होला। हजुरहरू जस्तो ठाउँमा हुनुहुन्छ, जुन ठाउँमा हुनुहुन्छ, यी बाबुहरूको लागि जति सक्नुहुन्छ 10, 5, 20, 30 रुपियाँ दिएको स्क्यानमा हालिदिनु होला र आफ्नै बच्चा सम्झेर सहयोग गरिदिनु होला। किनकि यिनीहरूलाई खान, लाउन र पढ्नको लागि केही सपोर्ट हजुरहरू देखिए नि मिलोस् र हजुर हामी मिलेर यी बाबुहरूलाई हेल्प गर्नुपर्छ। र साथीहरू, भिडियोलाई जति सक्दो सेयर गरेर सबै सहयोगी मनसम्म पुर्याइदिनु होला आफ्नै बच्चा सम्झेर। बिचरा यी बाबु यस्तो अवस्थामा छ। ठुलो बा हुनुहुन्छ, आफ्नै ठुलो बा, जेठो बा, तिम्रो बाउको दाइ, अनि बाजे बजे हुनुहुन्छ नि? बजे। मम्मीको माया लाग्दैन? कति लाग्छ? धेरै लाग्छ। अनि बाबाको नि के काम गर्नुहुन्छ बाबा? कालापारमा ढुङ्गा बोक्नुहुन्छ।